भदौ 24 गतेको जेनजी आन्दोलनको क्रममा नक्खु कारागारबाट बाहिर निस्किँदै गर्दाखेरिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले के भनेका थिए त आन्दोलनकारीहरूलाई? एकपटक यो भिडियो हेर्नु साथीहरू। जब रवि लामिछाने नक्खु कारागारबाट बाहिर निस्किए त्यस पछाडि रवि लामिछानेले विभिन्न किसिमका आरोपहरू खेप्दै आइरहेका छन् साथीहरू। रवि लामिछानेकै कारण देशबाट 14,000 भन्दा बढी कैदीहरू जेलबाट भागे। रवि लामिछानेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै संरचनाहरू जलाउनको निम्ति अगुवाई गर्यो, अदालतहरू जलाउनको निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीले नै नेतृत्व गर्यो भनेर विभिन्न किसिमका आरोपहरू राष्ट्रिय स्वतन्त्र पार्टीमाथि लागिरहेका छन्। तर यहाँनिर यो भिडियोमा रवि लामिछानेले प्रष्ट भनेको सुनिन्छ कि राष्ट्रिय सम्पत्ति नजलाऊ, सार्वजनिक सम्पत्तिहरूमा आगजनी नगरौँ, यी हाम्रै सम्पत्ति हुन्, बरु नेताहरूले चाहिँ ओगटेर राखेका राष्ट्रिय सार्वजनिक सम्पत्तिहरूलाई हामीले खोसेर ल्याएर राष्ट्रियकरण गर्नुपर्छ, तर हामीले यो सम्पत्ति जलाउनु हुँदैन भनेर उनले माइकिङ गरेर आन्दोलनकारीहरूलाई भनिरहेको भिडियोमा हामीले प्रष्ट देख्न सकिन्छ। यति मात्रै होइन साथीहरू, आन्दोलनको मौका छोपेर रवि लामिछाने जेलबाट निस्किएर हिँड्यो भन्ने जुन किसिमको आरोप पनि माथि थियो, त्यो कुरालाई पनि खण्डन गर्ने गरी रवि लामिछानेले एउटा कुरा बोलेका छन् कि म यो सबै कुरा सामान्य भइसके पछाडि फेरि जेल फर्कन्छु भनेर। उनले छुट्दै गर्दाखेरिमा आफूलाई सुरक्षा खतरा भएकै कारण जेलबाट छुट्दै गर्दाखेरिमै यो कुरा प्रष्ट पारेका छन् साथीहरू। यति हुँदा पनि रवि लामिछानेमाथि बारम्बार आरोपको माथि आरोप चाहिँ खन्याइरह्यो, थोपरिरह्यो। तर समय क्रमले यी विविध कुराहरू खुलाउँदै गएका छन्, यसरी भिडियोहरू सार्वजनिक हुँदै गएका छन्। उनले पटक पटक भनिरहेका छन् कि मैले आफ्नो इच्छाले म जेलबाट निस्किएको होइन, मलाई सुरक्षा दिन नसकेर जेल प्रशासनले नै, कारागार प्रशासनले नै मलाई पठाएको, मेरो परिवारको जिम्मा लगाएको हो भनेर उनले पटक पटक स्पष्टीकरण दिँदा पनि विभिन्न किसिमका नकारात्मक आरोपहरू खेप्न उनले परिरहेको छ साथीहरू। र उनले खेपिरहेका आरोपहरूलाई खण्डन गर्ने यो भिडियो आज मैले फेसबुकमा भेटेर तपाईहरु समक्ष सार्वजनिक गर्दैछु। जुन भिडियोमा उनले प्रष्ट भनेका छन् कि सार्वजनिक सम्पत्ति नजलाऊ, कसैले पनि नजलाऊ, आगजनी नगरौं, तोडफोड नगरौं भनेर प्रष्ट रूपमा भनेका छन्। अब यहीँबाट एउटा कुरा के खुलस्त हुन्छ भने रवि लामिछाने कुनै पनि हालतमा यो तोडफोड आगजनीमा उक्साउने अथवा संलग्न आफ्नो पार्टीलाई कुनै पनि किसिमबाट संलग्न गराउने पक्षमा थिएनन् भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ साथीहरू। जसले उनीमाथि गम्भीर आरोप लगाएका छन् ती आरोपहरू पनि फगत आरोप हुन् भन्ने कुरा यही भिडियोले प्रष्ट पारेको छ।